हेलो नमस्ते खमरी म है मेरो सम्पूर्ण फेसबुकको साथीभाइहरूलाई दाजुभाइलाई है र आज भने चाहिँ म तपाईँलाई एउटा राम्रो चिज देखाउनु पनि ल्याइरहेको छु क्या है। यसमा के छ कस्तो छ भन्दाखेरि चाहिँ म चाहिँ आएको छु डेलोदेखि अलिकति मुनि चाहिँ धेरैभन्दा धेरै राम्रो गुम्बा छ क्या। त्यो गुम्बाको दर्शन गर्नु पनि आएको थिएँ। तर त्यसको साथसाथमा चाहिँ अब आउँदाखेरि यहाँ गुम्बा पनि बनिँदैछ है, एकदमै राम्रो बनिँदैछ होइन। हाम्रो कालिम्पोङमा अब धेरै जग्गा छ है, त्यस्तो हामी कति जग्गा देखाउनु सक्दैन र अब सोसियल मिडिया मार्फत चाहिँ हामीले चाहिँ धेरैजनालाई भन्नु सक्छ, बुझाउनु सक्छ कहाँ के हुँदैछ भनेर होइन। हुन त अब यत्रो ठुलो गुम्बा बनिँदैछ है। अन्त मेरो फेसबुक मार्फत चाहिँ तपाईँलाई यति नै भन्नु चाहन्छु है, गुम्बा बनिँदैछ है, हामीले राम्रो काम त गरि नै रहेको छ है। र जतिजनालाई पनि मेरो फेसबुकमा जोडिनु भएको सम्पूर्ण साथीभाइहरू छ है, यदि तपाईँले सक्नुभयो भने है, यहाँ माथि गुम्बा छ है, त्यो गुम्बामा आएर तपाईँले डोनेसन दिनु सक्नुहुन्छ। एउटा सहयोग त हो है, मन्दिर बनिँदैछ, राम्रो कुरो हुँदैछ होइन। यसको साथमा धेरै ठुलो मन्दिर बनाउने कालिम्पोङबाट टाढोबाट पनि मान्छेहरू आउनुहुन्छ, हाम्रो कालिम्पोङलाई राम्रो हुन्छ होइन। अन्त हामीले खर्च त गरि नै रहन्छ है, भइ नै रहन्छ मान्छेको लाइफमा। तर अब कुनै चिज राम्रो चिजलाई गर्नु पायो एकदमै खुसी लाग्छ, आनन्द लाग्छ होइन। भनेर चाहिँ अब तपाईँको मार्फत यो भिडियो लिएर आइरहेको छु है। र सोसियल मिडियाले गर्दा हामीले भन्नु सक्छ, बुझाउनु सक्छ नि त। जतिजनाले पनि यदि तपाईँलाई इच्छा छ मनमा है, कुनै चिजलाई मद्दत गर्नु, हेल्प गर्नु हुन्छ, तपाईँहरू स्वयं यहाँ गुम्बा नै आएर पनि भेटेर पूजाहरू गरेर तपाईँहरूले यथाशक्ति आएर डोनेसन पनि दिनु सक्नुहुन्छ है। र यो तपाईँलाई अब देखाउँदै गर्छु, यो भिडियो तपाईँहरू अन्तसम्म हेरिदिनुहोस् होला है। र एउटा सानो मेसेज तपाईँको लागि। अन्त यहाँ भिडियोको यहाँ कस्तो छ के छ म है, म डल्लै तपाईँलाई देखाएर अलिकति लामो हुन्छ भिडियो है, म भिडियो तपाईँको लागि बनाउँदै गर्छु। देखि अलिकति मुनि चाहिँ एउटा गुम्बा छ क्या, धेरैभन्दा धेरै राम्रो गुम्बा छ। त्यसको साथमा यति साह्रो मजा लाग्छ क्या, त्यहाँनिर शान्ति लाग्छ होइन। त्यो चाहिँ अहिले म चाहिँ यहाँ छु है। र यहाँदेखि उकालो गयो भने चाहिँ डेलो, र यहाँदेखि माथि गयो भने चाहिँ गुम्बा है। अन्त धेरै इच्छा थियो यहाँ आउने पनि है, त्यसको साथमा आज म आउनु पनि पाएँ र साथमा तपाईँलाई पनि देखाउनु गइरहेछु है। यो चाहिँ गुम्बाको नाम र गुम्बाको मेन गेट है। अन्त आज त्यसै पनि सन्डे थियो है, र सन्डेको साथमा चाहिँ मैले पनि अलिक टुरिस्टहरू पाएर चाहिँ डेलो आउने मौका पनि पाएँ। त्यसको साथमा तपाईँलाई गुम्बा है देखाउनु पनि इच्छा थियो पहिलादेखि नै, त्यसले गर्दा आज म तपाईँलाई गुम्बाको नजारा पनि देखाउने है। भगवान्को दर्शन पाउनु सबैले पाउँदैन क्या, जुड्नुपर्छ भन्छ नि त। सो आज जुड्यो है। र अब यहाँको बाटो यस्तो छ है, गुम्बा चाहिँ त्यहाँ माथि छ है। र यहाँबाट अब नजाराहरू चाहिँ यस्तो देख्छ क्या। गाडी चाहिँ मैले त्यहाँ राखिरहेको छु है। अन्त अब हिँड्नुहोस्, तपाईँलाई म त्यो गुम्बा है के छ कस्तो छ त्यो पनि देखाउने है। र तपाईँहरू पनि अब आउनु सक्नुहुन्छ यहाँनिर, एकदमै आनन्द लाग्छ क्या है, एकदमै मजा लाग्छ गुम्बा जानु, मन्दिरतिर है, जहाँ पनि होस् एउटा मन चाहिँ हुनु पऱ्यो नि त है। यहाँको बाटोहरू यस्तो छ, यो त माथि नै छ है, अलिकति चाहिँ माथि नै छ, तर बाटो राम्रै छ, हिँड्नु सक्छ आरामले है। भगवान्को दर्शन पाउनलाई कस्तो माथि मान्छेहरू चढ्छ, अलिअलि हिँड्नु पनि पर्छ। भगवान्को दर्शन पाउनु पनि सजिलो छैन है, धेरै नै कष्ट गर्नुपर्छ, मेहनत गर्नुपर्छ, र त्यो जग्गामा पनि हामी पुगिन्छ है। र हुन त अचानक जुड्छ क्या मेरो, मलाई एकदमै खुसी लाग्छ क्या। र यो साथमा चाहिँ तपाईँलाई यहाँको पनि मलाई देखाउनु मन लागेको थियो क्या। सो आज त्यो पनि भइरहेछ है। बाटो चाहिँ यस्तै छ यहाँ त, यहाँबाट भ्यूहरू चाहिँ एकदम दामी देख्छ क्या। आज चाहिँ अलिकति फगी हुनु कारणले गर्दाखेरि चाहिँ अब त्यति राम्रोसित देख्नु सकेको छैन। थाक्नु चाहिँ थाक्छ अलिकति, तर मजा आउँछ है मन्दिर जानुको लागि। र धेरैजना है टाढामा हुनुहुन्छ मेरो साथीभाइहरू, र कालिम्पोङमा पनि छ क्या मोनेस्ट्रीहरू, राम्रो छ है। त्यही तपाईँहरूलाई पनि देखाउनुको लागि गइरहेछु है। बाटो है यस्तै छ, त्यो तल देख्दै गरेको चाहिँ रेलीहरू हो क्या, रेलीहरू हो है। त्यतिर छ मन्दिर चाहिँ अलिकति माथि नै छ। बाटो यत्तिको त राम्रो छ है, हिँड्नु पनि सक्छ। अस्तिदेखि नै मैले पहिला के पनि आएको थिएँ, तर त्यो भिडियो चाहिँ मैले राति बनाएँ र त्यति राम्रोसित देखाउनु पनि पाइनँ क्या, यहाँको के छ कस्तो छ भनेर होइन।
आज चाहिँ तपाईँलाई म प्रपरली देखाउने मन्दिर है गुम्बा कस्तो छ के छ भनेर क्या अन्त जो यहाँ मेमी हुनुहुन्छ एकदमै राम्रो हुनुहुन्छ क्या जो कोही पनि आउनुभयो भने चाहिँ खाली हात चाहिँ उहाँले पठाउनु हुँदैन क्या धेरै नै राम्रो हुनुहुन्छ क्या सायद उहाँ पनि छ भने चाहिँ तपाईँहरूलाई उहाँसँग पनि भेटाउने नै छु है र यहाँको के छ कसो छ त्यो पनि तपाईँलाई देखाउने भनेर चाहिँ एउटा इच्छा लिएर आएको छु है अन्त धेरैजनाले भन्नुहुन्छ मेरो भिडियो है त्यस्तो भएको त बनाउनु त जान्दिनँ भिडियोहरू है ज्यादातर म एउटा मोटिभेट हाल्न चाहन्छु क्या है तर मोटिभेट पनि कस्तो छ भने मेरै लाइफको क्या जुन चाहिँ अब स्ट्रगल गरिरहेको छु जुन प्रकार दुःख गरिरहेको छु होइन त्यो सबै हाल्छु नि त अन्त सायद धेरैजनाले त्यो सबै अब इन्ट्रेस्ट दिँदैन क्या अब है हुन त अब लाइफमा सबैजना दुःख गरिरहेको हुन्छ सबैको लाइफको दुःख हुन्छ आयो गुम्बाको बाटो यस्तो छ नो स्मोकिङ है मन्दिरतिर आएपछि साफ सुथरै गर्नुपर्छ मैला कुचेला गर्नु हुँदैन नराम्रो चिजहरू खानु हुँदैन है ध्वजाहरू हल्लिँदा पनि कम्ती मजा लाग्दैन शान्ति लाग्छ क्या र लगभग आइपुगेँ है मन्दिर गुम्बा तपाईँलाई देखाउँछु हुन्छ बनाउनु हुँदैछ हेरेर चाहिँ यस्तो देख्छ क्या मजा लाग्छ है नयाँ गुम्बा बनाउनु हुँदैछ ओ मेमे खोइ पर छ बनाउँदैछ यहीँ बनाउँदो रहेछ नि त र यहाँ चाहिँ नयाँ बनिँदो रहेछ क्या अन्त मेमेसँग आएको थिएँ है मेमेसँग अलिकति कुराहरू भयो र यहाँको अब धेरैवटा चिजहरू मेमेले तपाईँलाई भन्नुहुन्छ तपाईँको बिचमा राख्नुहुन्छ क्या अन्त एकछिन टाइम मान्नु भएको छ नि त एकछिन भनेर अन्त यसो तपाईँलाई यताको नजारा देखाउँदै गर्छु है र यहाँको चाहिँ यस्तो छ क्या यति नै भन्छु अब जसले जति पनि भिडियो हुन्छ सबै हेरिदिनुहोस् है यसमा बुझ्नुहोस् है अब कालिम्पोङमा कतिवटा जग्गा छ हामीले फ्लास गर्नु सकेको छैन हामीले देखाउनु सकेको छैन होइन त्यसैले गर्दा अहिले सोसियल मिडियाले भएर चाहिँ अब यो सबहरू देखाउनु सकिरहेछ है तपाईँहरू कम्प्लिट हेरिदिनुहोस् है र अहिले यहाँ चाहिँ टप छ क्या यो डाँडा चाहिँ क्या यो डाँडा चाहिँ यति दामी देख्छ क्या यहाँबाट क्या अब हुन्छ अब मेरो फोनबाट त्यति राम्रो चाहिँ तपाईँलाई देखाउन सक्दिनँ है र जुन प्रकारले मैले मेरो आँखाले देखेको छु क्या जन्नत छ क्या अब जन्नत छ है र क्यामेराले त्यति त देखाउन सक्दिनँ जति तपाईँलाई देखाउन सक्छु त्यति नै छ है यहाँबाट यस्तो भ्यू देख्छ क्या योबाट चाहिँ क्या अब यहाँबाट चाहिँ धेरैभन्दा धेरै नै दामी पनि देख्छ त्यसको साथमा शान्ति र सुकुन छ क्या गुम्बातिर आएर बस्नु पनि है तपाईँलाई अघि नै डाइरेक्सन दिइहालेँ डेलो फाटादेखि अलिकति माथि आएपछि चाहिँ राइट साइड पर्छ त्यहाँबाट उकालो आउनु भने चाहिँ यहाँ मन्दिर देख्छ क्या गुम्बा छ है त्यसले गर्दा तपाईँहरू पनि अब कुनै समय यहाँ आउनु सक्नुहुन्छ बस्नु सक्नुहुन्छ पूजाहरू गर्नु सक्नुहुन्छ होइन एकदमै शान्ति छ क्या मलाई मनपर्छ यो सबै जग्गाहरू होइन हल्ला छैन सोर सराबा छैन प्लस एउटा डाँडामा चाहिँ बसेर है अब त्यो चिजलाई महसुस गर्नु होइन एकदमै मजा आउँछ